सबैलाई नमस्कार। सबैभन्दा पहिला चाहिँ हजुरको प्रोफाइल लगइन गर्नुहोस्। त्यसपश्चात चाहिँ जसरी हामी चाहिँ बिदा स्वीकृत गरिदिउँ त्यही प्रोसेसमा नै काज पनि स्वीकृतको प्रोसेस हुन्छ। ठ्याक्कै त्यसको मुन्तिर काज स्वीकृत छ। त्यहाँनिर चाहिँ हजुरले देख्नुहुन्छ यहाँ हाम्रो जो राइट साइडमा धेरैका नामहरू छन्। त्यहाँ चाहिँ सिफारिस भएर आएका एउटाको प्रोफाइलमा चाहिँ एडिटमा गएर त्यहाँनिर चाहिँ स्वीकृत र अस्वीकृत दुईवटा अप्सन हुन्छन्। दुईवटा अप्सनमध्ये एउटा रोजेर त्यसपछि पेज गर्नुहोस्। मा क्लिक गर्नुहोस्। यस्तैमा चाहिँ दुई तिनवटा हजुरहरूलाई देखाउँछु। त्यसपछि हजुरलाई आइडिया लागिहाल्छ कि कसरी चाहिँ यो गर्छन्। ठ्याक्कै एडिटमा क्लिक गर्ने। त्यसपछि यो पपअप खुल्छ। त्यो पपअप खुलिसकेपछि त्यसपछि हजुरहरूले ठ्याक्कै त्यहाँनिर चाहिँ स्वीकृत अस्वीकृत जे छ त्यो चाहिँ सिलेक्ट गरेर पेस्ट गर्नुहोस्। क्लिक गर्नुभयो भने ठ्याक्कै जस्तै बिदाको बेला स्वीकृत गर्ने थियो त्यस बेलामा चाहिँ स्ट्याटस चाहिँ तपाईँको सिफारिसबाट चाहिँ स्वीकृतमा जान्थ्यो र डेट पनि देखाउँथ्यो। ठ्याक्कै यसमा पनि प्रोसेस सेम नै हो। म एउटा और हजुरलाई गरेर देखाउँछु। त्यसपछि हजुरहरूलाई चाहिँ लगभग आइडिया लागिहाल्छ। यहाँनिर चाहिँ एडिटमा जाने। त्यसपछि चाहिँ यो पपअप खुल्यो भने ठ्याक्कै चाहिँ हजुरले त्यहाँ चाहिँ ड्रप डाउनबाट सिलेक्ट गरेर ट्याक्कै गर्ने। त्यसपछि कम्प्लिट हुन्छ।